हाई हेलो एन्ड नमस्ते एभ्रिवान, कस्तो हुनुहुन्छ सबैजनालाई ह्याप्पी दसैँ। आज चाहिँ म फेरि एउटा सानो मिनी भ्लग लिएर आएको छु। मर्निङ स्टार्ट गऱ्यौँ हामीले कुकिङबाट, बिकज कुकिङ सकेपछि धेरै टाइम हुन्छ। अनि हियर यु क्यान सी माई हस्बेन्ड इज मेकिङ आलु चप। कतिजनालाई आलु चप मनपर्छ, लेट मी नो इन कमेन्ट सेक्सन। अनि मासु बिना त दसैँ अधुरो हुन्छ। आफ्टर द्याट इट वाज टाइम टु टेक द टिका। अनि टिका लगाइसकेपछि वी अल्सो क्लिक अ लट अफ फोटोज भिडियोज। अनि मेरो छोरीहरू चाहिँ नेपालमा छ नि त, अनि त्यही भएर हामीले चाहिँ उनीहरूलाई पनि सकभर आफूसँग भएको जस्तो फिल गरिरहेको थियौँ थ्रु भिडियो कल। अनि इट वाज टाइम टु टेक द लन्च बिकज वी आर सो मच हङ्ग्री। अनि खाना खाइसकेपछि बाहिर निस्किने प्लान गऱ्यौँ बिकज हामीलाई एकदमै स्पेसल साथीसँग भेट्न जानु छ। अनि यहाँ हेर्न सक्नुहुन्छ फाइनली वी आर इन द बस एन्ड अन द वे टु आवर फ्रेन्ड्स होम। अनि भ्यू हेर्न सक्नुहुन्छ आजको दिन चाहिँ एकदमै राम्रो थियो। अक्टोबर 2 भएको भएर चाहिँ एकदमै not so hot, not so cold. And we are here finally. Yes, she is our lovely pretty sister. अहिले रिसेन्टली उहाँको घरमा भेरी क्युट बेबी भएको छ। अनि इट वाज टाइम टु डु ग्यादरिङ अन द ओकेजन अफ दसैँ। अनि यहाँ हेर्न सक्नुहुन्छ उहाँको घरको बाहिर चाहिँ यस्तो राम्रो भ्यू देखिन्छ। सरी, चाहिँ दसैँ हो अलिअलि होइन। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ हामीले चाहिँ अलिकति भिडियो पनि बनाउँदैछौँ बेबीसँग। अनि बेबी वाज स्लिपिङ। अनि खाना खाइसकेपछि चाहिँ यसो बाहिर गयौँ हामी। यहाँ हेर्न सक्नुहुन्छ लट अफ पोर्चुगिज हेज डन फार्मिङ। ब्याम्बोको स्विङ नभए पनि यो स्विङमा चाहिँ अलिकति दसैँमा पिङ खेलेको जस्तो फिल भयो। अनि यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ अरू पनि मान्छे हुनुहुन्थ्यो। अनि पिङ खेलेपछि चाहिँ एकदमै नेपालमा भएको जस्तो भाइब्स नआए पनि मोरलेस अलिकति अब ह्याप्पिनेस चाहिँ भयो, दसैँ आएको जस्तो फिल भयो पोर्चुगलमा पनि। अनि यहाँ हेर्न सक्नुहुन्छ लट अफ फार्मिङ दे हेभ डन। पोर्चुगिजहरूले चाहिँ लट अफ क्याबेज लगाएको थियो, सिमी थियो। अनि यिनीहरूको भेजिटेबलहरू काल्दो बर्दे भन्ने भेजिटेबल पनि थियो यहाँ। अनि कस्तो इन्ट्रेस्टिङ लागिरहेको थियो बिकज नर्मली यो चाहिँ तपाईँले सिटी एरियामा देख्न सक्नुहुन्न। अनि यहाँको फार्मिङ हेर्न सक्नुहुन्छ तपाईँलाई चाहिँ यसले नेपालको लुक क्रिएट गरेको जस्तो पनि फिल हुन्छ। अनि त्यसपछि हामीले यम्मी यम्मी टेस्टी टेस्टी खाना खायौँ। त्यसपछि इट वाज टाइम टु गो होम। बाई बाई, सी यू इन अनदर मिनी ब्लग। टिल देन किप लभिङ माई भिडियोज। बाई बाई एभ्री वान, ह्याप्पी दसैँ।